गुड मर्निङ गाइस। अब चाहिँ हामीहरू यो गोचेला जङ्गली गोचेला ट्र्याकको यो चाहिँ सचिन क्याम्प साइट हो। हामी चाहिँ यो सचिन क्याम्प साइटबाट चाहिँ हामीहरू छोक्का गएको। अनि तर म चाहिँ आधी बाटोसम्म मात्रै जान्छु। अनि मेरो क्लाइन्ट अघि अगाडि छोडिदिएको छु मैले। अनि यहाँ गोरुलाई जोलाई भारी सारी लगाउन सकाएर ऊ भाइलाई। अनि आधी बाटोसम्म चाहिँ जो खेद्दै जानु पर्यो, किनभने ट्रान्सिप हो, माथिबाट ग्रुप आउँदैछ। अनि ट्रान्सिप गएको। अब तपाईँलाई गोरु खेदाको भिडियो देखाउँछु, प्लिज हेरिदिनु होला सबै भिडियोहरू। कहाँ जङ्गलीबाट छोकाबाट आउनुभयो? अरू ग्रुपहरू आउँदैछ माथिबाट? सुन्नुहोस् न, त्यो अघि अगाडि जाने ग्रुपहरू कहाँ पुगेको है? यहाँ अलिक अगाडि यो माथि छ नि त्यो उयस क्या के अरे बस्ने ठाउँ क्याम्प राख्ने, त्यसको अलिक अगाडि पुगेको छ। सबै ग्रुपहरू एकै जग्गा छ? त्यो एउटा इन्डियन र एउटा लेडी। हजुर, होइन अलिक अगाडि पुगेको छ। ए हुन्छ हुन्छ हुन्छ, भेटाइहाल्नुहुन्छ। हुन्छ, थ्याङ्क यू। हुन्छ। र यहाँबाट सासिनबाट अब गोरु खेदाको भिडियो हेर्नुहोस् है आज तपाईँ। ए हेलो बस, हाउ आर यु म्यान? झर्नु भयो खाँचु? All good. How are you? Pretty good. So how was your trek? Lovely. So view? Yeah, great. Well, it was Kanchenjunga was too cloudy, but it's sweet. Hey, okay. Where is Torun? He's coming? Huh? Torun is coming? He said he's gonna come at least, I think, this far. Yeah. And then he said somebody else is gonna take us back into town. Yeah, okay. I heard you're a big fisherman. Big You like fish. fishing, right? Yeah, I was gonna see if I can go fishing before I leave Yuksam, but I might leave early. Okay, I'm also coming from the half of the way, so we'll meet at the Yoksam, okay? All right. Okay, see you down there. See you, man. म चाहिँ आधी बाटो जाँदैछु। ग्रुपलाई अब जिम्माको भाइले जिम्मा दिएर तपाईँले ग्रुप अलि यो ग्रुपसँग बात गरेको सुनिहाल्नुभयो होला। अनि आधी बाटोसम्म उसलाई पुऱ्याएर भाइलाई ग्रुप जिम्मा दिएर म आउँदैछु। है त भिडियो हेर्दै गर्नु होला। सजिलो छैन ट्र्याकिङ गर्नु पनि। हाम्रो 5वटा गोरु छ। 5वटा गोरुमा चाहिँ तपाईँको उनीहरूको आफ्नो आफ्नो नाम छ। भाइ नाम त के थियो गोरुहरूको? दारासिंह गोरुको नाम सुन्नुहोस् है, दारासिंह, गङ्गटे, यङसा, चोक्ता, दङमु। 5वटा भयो नाम है। दामी छ नाम पनि। चोक्ता अरे, गङ्गटे अरे, दङमु, सबैजनाको यिनीहरूको आफ्नो आफ्नो नाम हुन्छ कि। ओ ढुङ्गा लडी गयो। म बिचबाट खेदौँ भाइ कि त तिमी बिचबाट कि म दुइटा खेदौँ? त्यस्तो छैन है भनेपछि अरूहरूको गोरु त दुईवटा खेद्दा पनि मिल्छ नि। यहाँ
हेर्नुहोस् यसरी जान्छ ठ्याक्कै मजाले गोरु चोक्टा गङ्गटे जाङ के पऱ्यो भाइ तङ्मु जङ्सा मजा आउँछ तपाईँहरू नि लाइफ वन्स इन अ लाइफ टाइमको एकखेप ट्राई गर्नु होला यो गोछेला ट्र्याक चाहिँ तपाईँहरूले मजा आउँछ अब के गर्नु यो 2025 को यो फर्स्ट सिजन हो स्प्रिङ सिजनको तर म चाहिँ अब 26 मा तपाईँको नर्थ सिक्किम जाँदैछु होइन नर्थ सिक्किम 26 मा जाँदैछ तपाईँहरूले त्यो भिडियो पनि हेर्नु होला अनि मेरो चाहिँ 5th अफ अप्रिल मा मेरो ग्रुप पिकअप छ अनि 6th अफ अप्रिलदेखि चाहिँ मेरो क्लाइन्ट छ आफ्नै त्यो टाइममा आउँछु अनि म तपाईँहरूलाई गोछेलाको भिडियोहरू पुरा मजाले देखाउने छु अनि तपाईँहरूले मेरो पहिलाको प्रिभियस भिडियोहरू पनि हेर्न सक्नुहुन्छ गोछेलाको मलाई एडिट गर्नु मन पर्दैन एडिट गर्नु पुरा घोज्याङ लाग्छ होइन अनि म चाहिँ जे छ त्यही एडिट नगरी सिम्पल हालिदिन्छु होइन एडिटमा चाहिँ ओभर झिजो लाग्छ मलाई चाहिँ अनि म चाहिँ एडिट नगरी सिम्पल यसरी भिडियो हालिदिन्छु अब गोरु खेद्दा चाहिँ मेन प्रब्लम यतिखेर छैन जब तपाईँको साइड दिनुपर्छ त्यतिखेर चाहिँ ओभरै प्रब्लम हुन्छ किनभने बाटो अलिक साँगुरो छ होइन कोहीखेर गोरुहरू लड्छ अब गोरुहरू लडेपछि फेरि पुराइन पनि दखल हुन्छ त्यसमा चाहिँ बहुत हामीहरू जोगाउनुपर्छ गोरु किनभने बाटो सानो छ कन्जेस्टेड बाटो छ होइन अनि फेरि गोरुहरू बहुत महँगो छ अब यो गोरुहरू तपाईँहरूले यस्तो कम्ती छ यसको दाम एउटाको 50,000 पर्छ नि होइन भाइ एउटा 50,000 पर्छ नि गोरु है 50,000 पर्छ तर अब यो त कति वर्ष पुग्यो होला भाइ यिनीहरू 4-5 वर्ष पुगेको तर त्यो पनि फेरि सानोमै किन्दै 50,000 पर्छ नि यत्रो बच्चामै जस्तो लाइक 2 वर्षहरूको मै 50 वर्ष पुग्छ पहिलाको क्लाइन्ट पनि आइपुगेपछि यहाँनिर रिटर्न ब्याक भएर